सो दादा चाहिँ छुट्टी सकेर जानु आँटेको छ नि त, ऊ आज जानुहुन्छ नि त, त्यही भएर भाउजूले सब अचारहरू हालिदिइरहनु भएको थियो। मैले त्यो भिडियो पनि यहाँ एडिट गरेर राखिदिएको छु, हेरिदिनुहोस् होला। तपाईँले अघि अलरेडी देखिसक्नुभयो होला मेरो सर्ट भिडियोमा चाहिँ के कसरी हालिदिनु भएको छ, अचार के हालिदिएको छ भनेर। यहाँ चाहिँ दादा र सक्षम भाइ बसिरहेको छ, स्कुटी धुइँदै गरेर अब जानु लागि रेडी भएर खानासाना खाएर चाहिँ अनि रेडी हुनुहुन्छ। दादाको चाहिँ छुट्टी सक्यो नि त, त्यहाँदेखि चाहिँ यहाँनिर भाउजूले चाहिँ अचारहरू भिजाइदिनु भएको रहेछ, मासुको अचार, यसरी नै मुलाको अचार होइन, मुलाको अचार। अनि यहाँ चाहिँ डल्ले खोर्सानी राखिदिनु भएको छ, यहाँ पनि अचार हाफ हालिदिनु भएको रहेछ। के गर्नु, नेपाली हो नि त, अब यतिको त हुँदैन। हामी चाहिँ बट्टा किन्दैन नि त, हामी चाहिँ रियुज गर्छ नि त। भाउजूहरू चाहिँ जानु लागि रेडी भइरहेको छ। दादाको छुट्टी सक्यो नि त, अब पल्टन त्यहाँदेखि जानु आँट्नुभयो, दादा जानुभयो। भाउजू चाहिँ हिँडेर जाँदैछ, यहाँ पर्छ नि जान्छ, सबैलाई बाई बाई भनेर जानुभयो। रोड भएर चाहिँ चढ्छ अब, कताबाट जान्छ, उकालो कि ओह्रालो? के लाग्यो अरे? म आउँछु ल्याउनु अर्को हप्तातिर। भाउजूले चाहिँ माया लाग्यो भनेर जानुहुँदैछ बिचारा। तपाईँलाई थाहा छ अब यहीँबाट आउँछ, यहाँबाट आउँछ, तपाईँलाई अस्ति पनि मैले देखाएको थिएँ, यहाँबाट आउँछ, निस्किँदैछ। बाई 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 जानुभयो दुईजना बिचारा। 60 दिन बसेर जानुभएको दादा चाहिँ छुट्टीमा, बिचारा जानु मनै नगरी गयो। वेदर बी लाइक दिस, आजको वेदर चाहिँ यस्तो भइरहेको छ। 1-2 दिन बादमा जान्छु भाउजूलाई लिनु चाहिँ। एज वेल दादाको चाहिँ छुट्टी कम्प्लिट भइसकेर जानुभयो। 60 डेजको छुट्टीमा आउनुभएको थियो नि त, बिहाको लागि सबै गरेर 60 डेजको छुट्टीमा आउनुभएको थियो, कम्प्लिट भएर चाहिँ जानुभयो। आज हुन्छ नि कस्तो माया लाग्छ हो, बसेर जाँदाखेरि चाहिँ बानी त बानी भइहाल्छ। पहिलातिर चाहिँ कस्तो मन दुख्थ्यो, अहिले पनि हुन्छ त्यस्तो, बट अब कस्तो लाग्दो रहेछ क्या, अब मान्छे अब घरमा हल्ला हुने बानी भएर चाहिँ अब 1-2 नहुँदा त सुनसान फिल भइरहेको छ मलाई चाहिँ, कस्तो लागिरहेको छ। अब नगए पनि हुँदैन हो, काम नगरी माम कहाँबाट आउने भनेको जस्तै हो, बिचारा जानुभयो। अब 1-2 दिन बाद भाउजूलाई चाहिँ म लिनु जान्छु भाउजूको घर, हेर्दै गर्नुहोस् होला भिडियो।